यति धेरै सजिएर चाहिँ म कहाँ जान लागे होला त। हाई गाइज, वेलकम ब्याक टु माई युट्युब च्यानल सासा संसार। अनि मेरो छोटो मिठो मिनी भ्लगमा चाहिँ हजुरहरूलाई हृदयदेखि नै स्वागत गर्न चाहन्छु। म चाहिँ यसरी सजिएर सबैहरू चाहिँ व्रतबन्धमा जान लागेको है, लोकन्थलीमा। अनि त्यसपछि चाहिँ अब हामी पुग्दा चाहिँ जो सकिएर चाहिँ अनि टिका लाउने बेला भइसकेको रहेछ। हामीले टिका सिका लगायौँ, अलि ढिलै पुगेको थियौँ कि हामी। अब शनिबारको दिन थियो अनि नानीहरूसँग अब यस्तै त हो नि है। अनि त्यसपछि टिका सिका लायौँ। त्यसपछि यो खानेकुराहरू खाएर चाहिँ हामी अब आउनु पर्यो घर भनेर चाहिँ यसो मिरर सेल्फी चाहिँ दिँदैछौँ यहाँ है। अनि दिदीहरूको चाहिँ कामै सकिएको थिएन क्या, मण्डपमा काम भइरहेको थियो, बाबुलाई टिका लाउनेको लगाइरहनु भएको थियो। अनि त्यसपछि हामी चाहिँ अब दिदीहरूसँग बिदा मागेर अनि घर हिँड्यौँ। अनि घर आइपुग्यौँ। घर आइसकेपछि चाहिँ अब चिया खानु पर्यो भनेर चाहिँ हामी चिया खान थालेको है। मेरो कान्छीको चाहिँ चिया पारखी एकदमै। अनि चिया खानु पर्यो उसलाई। चिया खाइसकेर यसरी चाटी चिया खाएर चाहिँ कप पनि लगेर उसले चाहिँ दिदीलाई दिन्छ कि राख्नु भनेर है। अनि चिया खाँदैछ। मम्मासँग चिया खान यति खुसी हुन्छ नि, हो चिया देख्नै हुँदैन, चाटी खाने हो खाना राम्रोसँग नआएर। अनि यहाँसम्म आइपुग्नु भयो भने चाहिँ प्लिज सब्सक्राइब गर्न नबिर्सिनु होला। मिनी ब्लग कस्तो लाग्छ हेरेर कमेन्ट पनि गर्नु होला। अनि त्यसपछि भोलिपल्ट चाहिँ होली थियो कि, भोलिपल्ट होइन आज भनौँ न, होली थियो। अनि होली पनि अब सेलिब्रेट गर्नै पर्यो बच्चाहरूसँग। यो मध्यपूर्वीको लडाइँको कारणले चाहिँ मन अलि अशान्त छ है। तैपनि के गर्नु, बच्चाहरूको खुसीको लागि भए पनि अब मनाउनै पर्यो भनेर चाहिँ हामी बाहिर रेडी भएर चाहिँ मनाउन सुरु गऱ्यौँ होली हल्का। अनि सानीलाई चाहिँ जसले जे गरे त्यही गर्नुपर्ने, उसलाई कलर लगाउनु पर्ने। ऊ चाहिँ एकदमै खुसी भयो। उसको दादा दिदीले फेरि उसैलाई भिजाइदिएछन् सबै है। ऊ चाहिँ कलर लगाउँदैछ। मलाई चाहिँ उसले अरूले जे गरेको देख्यो त्यही गर्दै कलर लगाउँदै एकदमै खुसी भयो। जे होस् मैले पनि एकछिन फ्री छोडिदिएँ कि उसलाई जेसुकै गरोस् खेलोस् भनेर चाहिँ। अनि ऊ रमायो, खेल्यो। त्यसपछि चाहिँ मैले नुहाइदिएर भित्र ल्याएँ उसलाई। सानबिदीको पनि एकदमै इन्जोय गर्दैछन् होलीको, दुईजना मात्र भए पनि। थ्याङ्क्स फर वाचिङ। अनि यो ओल्डको वार भनौँ, यो मध्यपूर्वीको वार चाहिँ छिट्टै शान्त होस्। अनि हाम्रो पनि मन शान्त हुन्छ होला है। त्यत्रो 20 लाख नेपाली त्यहाँ हुनुहुन्छ। मन कति अशान्त र बेचैन छ अब त्यो त पढ्नेलाई थाहा छ है। जसको त्यहाँ परिवार हुनुहुन्छ त्यहाँ छिट्टै नै शान्त होस् त्यो वार। त्यति भन्दै थ्याङ्क्स फर वाचिङ। प्लिज सब्सक्राइब। बाई, स्टे ट्युन।